यो कुरा खास 2 वर्ष अगाडिको हो र अहिले तपाईहरुले मेरो नयाँ सिधा मगर फेसबुक पेज र युट्युब च्यानल पनि तपाईहरु फलो गर्न सक्नुहुन्छ। मैले यो सिधा मगर पेज क्रिएट गर्नुको मेन कारण भनेकै जिन्दगीमा सारै नै लट्ठी जस्तो धेरै इमानदार धेरै सिधा भएर पनि 80% 100 मा 80% चाहिँ अरूले चाहिँ बेनिफिट अरूले फाइदा लिएको अनुभव तपाईहरुलाई मैले सुनाउँदै छु। र मेरोमा त यस्तो पनि घटना घट्यो जो मसँगै 5 देखि 6 वर्षसँगै काम गरेको हैन आफ्नै एउटै जिल्लाको दाइले पनि यतिसम्म म माथि अब घात गर्नुभयो। अब जहाँबाट उहाँले जहाँ हुनुहुन्छ पक्का पनि यदि समय छ भने सुन्नुहुन्छ होला। र त्यही भएर लाइफमा चाहिँ तपाईले कुनै पनि डिसिजन लिँदाखेरि चाहिँ दुई चोटी सोचेर डबल चेक गरेर मात्रै डिसिजन लिनु होला। र तपाईलाई धेरै माया गर्ने एकदम नजिकको आफन्त परिवारको पनि कुरा सुन्नु पर्छ। र मै जानेछु मैले सबै चीज जानेछु म धेरै फरवार्ड छु म धेरै एजुकेटेड छु म ट्यालेन्ट छु भनेर पनि हुँदैन। समय भनेको कहिले यस्तो अवस्थामा पुगेर टुङ्गिन्छ नि जो तपाई उठ्नै नसक्ने अवस्थामा पुग्नुहुन्छ। त्यसैले मलाई जो घटना घट्यो ममा त्यो मेरो जिन्दगीमा यति नमिठो यति तीतो घटना घट्यो हैन। म त्यो अवस्थाबाट लडेर म उठेर आएको एउटा व्यक्ति भएकोले तपाईहरुलाई चाहिँ मैले अहिले यो सिधा मगर पेज फेसबुक र युट्युबमा मैले युट्युब च्यानल ओपन गरेको सिर्फ